देश यतिखेर विषम अवस्थाबाट गुज्रिरहेको छ र हाम्रो देश मात्रै होइन विश्वभरि नै विशेष विषम परिस्थितिबाट गुज्रिरहेको छ। संसारमा द्वन्द नभएको देश कहीँ पनि छैन कि जस्तो भइरहेको छ र संसारमा भइरहेको द्वन्द्वबाट अछुतो हाम्रो देश पनि हुन सक्दैन थियो र अहिले भर्खरै धेरै ठुलो घटना घटेको छ। गएको 23 र 24 गते गत महिनाको 23 र 24 गतेको जुन घटना घट्यो त्यो धेरै ठुलो घटना घटेको छ। यो घटना किन घट्यो? नेपालमा व्यवस्थालाई सुधार गर्नुभन्दा व्यवस्थालाई परिवर्तन गर्नु सजिलो जस्तो बन्न आइरहेको छ। संसारमा धेरै मुलुकमा व्यवस्था परिवर्तन भइसकेपछि त्यसलाई क्रमशः सुधार गर्दै जान्छन् र त्यसलाई परिमार्जित गर्दै जान्छन्। त हाम्रो देशमा व्यवस्थालाई परिमार्जन गर्नुभन्दा व्यवस्थालाई नै पटक पटक फालिदिने एउटा संस्कार बन्न आइरहेको छ र यो पछिल्लो पटक अस्ति 23 र 24 गतेको जुन घटना घट्यो यो व्यवस्थाको विरुद्धमा त थिएन, यो संविधानको विरुद्धमा थिएन। यहाँका नालायकी सरकार र त्यो शासकका प्रमुखको हत्याको कारणले गर्दा, बल जपतीको कारणले गर्दा, निरङ्कुशताको कारणले गर्दा एउटा सामाजिक सञ्जाल बन्द गरे बापत त्यसको आक्रोशको रूपमा अभिव्यक्त भएको थियो। त्यो लामो समयदेखि नेपालका पार्टीहरूले जुन किसिमको व्यवहार गर्दै आइरहेका थिए त्यसबाट नेपाली जनताहरू उकुस मुकुस भइरहेका थिए र पछिल्लो समयसम्म आइपुग्दा नेपाली जनताको मनोभावना एउटा मास फ्रस्ट्रेसनमा गइसकेको थियो। एउटा मास फ्रस्ट्रेसन कुनै पार्टीको मात्रै होइन, मासै फ्रस्ट्रेसन। 60 लाख युवाहरू विदेश जानुभएको छ, उहाँहरूको फ्रस्ट्रेसन। यहाँ व्यापारीहरूले व्यापार गरिराख्नु भएको छ, उहाँहरूको फ्रस्ट्रेसन। यहाँ चाहिँ लाखौं कर्मचारी, तिनीहरू फ्रस्ट्रेसन। राजनीतिक पार्टी स्वयं फ्रस्ट्रेसन। मास फ्रस्ट्रेसन अगाडि बढिरहेको थियो र त्यो मास फ्रस्ट्रेसनको अभिव्यक्तिको रूपमा गत 23 र 24 गते जुन घटना घट्यो त्यो अकल्पनीय घटना घट्यो र अब त्यो मास फ्रस्ट्रेसनलाई अब त्यसतर्फ उन्मुख भएर होइन, अब यसलाई हामीले सम्हालेर अगाडि जानुपर्छ। यदि सम्हाल्न सकेनौँ भने यसपछिको दुर्दशा त्योभन्दा धेरै भयानक हुनेवाला छ। युवा आज यहाँ खेलकुदमा साथीहरू, युवा साथीहरू आउनु भएको छ। खेलकुदको आयोजना गर्दा प्राय युवालाई लक्षित गरेर त्यो कार्यक्रम आयोजना गर्छौँ। म युवा साथीहरूलाई भन्न चाहन्छु कि नेपालमा 25 गते केपी ओली विदेश भागेर जाँदैछ, गल्फ कन्ट्रीमा लुक्न जाँदैछ भन्ने हावा चलाइयो, एउटा भ्रम चलाइयो। त्यसपछि गल्फ कन्ट्रीमा गएका युवाहरूले आफ्नो ड्युटी छोडेर केपी ओली यहाँ आउँदैछ र त्यसकारणले त्यसलाई एयरपोर्टमै समात्नु पर्छ भनेर उहाँ चाहिँ आफ्नो ड्युटी छोडेर एयरपोर्टमा चाहिँ जुलुस लगाउन लाग्नुभयो। एयरपोर्टमा साथीहरूले, युवाहरूले जुलुस त लगाए, केपी त विदेश त गएको थिएन। त्यसपछि आज के भयो? नेपालमा आगो लगाउने युवाहरू हाम्रो देशमा पनि आएका छन् भनेर अब भिसा बन्द गर्न सुरु गरिसक्यो। अब के गर्ने? युवाहरू पनि हावापछि लाग्नु भएन। तथ्य कुरा के हो, सत्य कुरा के हो, त्यसको पछि लाग्नु पर्यो। गल्फ कन्ट्रीहरूले अब चाहिँ हामी भिसा चाहिँ नदिने, भिसा क्यान्सल गर्ने, श्रम सम्झौता क्यान्सल गर्ने भनिसके। केपी ओली विदेशै गएको थिएन, आउँदैछ भनेर आफ्नो ड्युटी छोडेर त्यहाँ चाहिँ जुलुस लगाउँदा आज त्यस्तो हुँदैछ। आज संसारभरि एन्टी इमिग्रेसन क्याम्पेन सुरु भइसक्यो। विदेशीहरूलाई लखेट्ने,
हाम्रो देशको नागरिकले, हाम्रो देशको जनताले रोजगार पाइरहेको छैन। विदेशीहरू आएर हाम्रो देशमा रोजगारी खोजिदिएका छन् भनेर एउटा एन्टी इमिग्रेसन क्याम्पेन सुरु भइसक्यो। हामी यहाँ आगो लगाउँछौँ, हामी यहाँ आगो लगाएका, सिंहदरबार जलाएका, सर्वोच्च अदालत जलाएका मान्छेहरू हाम्रो देशमा पनि आएका छन् भनेर भिसा क्यान्सल गर्दैछन्, श्रम सम्झौता क्यान्सल गर्दैछन्। उता एन्टी इमिग्रेसन क्याम्पेन चाहिँ चल्दैछ। अब विदेशीहरूलाई हाम्रो देशबाट लखेट्नुपर्छ भनेर सुरु भइसक्यो। अब हाम्रो देशमा 60 लाख युवाहरू हाम्रो देशमा फर्क्यो भने हिँगालाई खान पुगेको छैन। 60 लाख आयो भने हामीले के खाने? तिनले पठाएका पैसाले हाम्रो यहाँ गुजारा चलिरहेको छ, हाम्रो नुन तेल चलिरहेको छ, नाना चाचा चलिरहेको छ। त्यसकारणले सही कुरा के हो, गलत कुरा के हो भन्ने कुरा बुझेर मात्रै हामी त्यसतर्फ लाग्नुपर्छ। उद्दण्डताको पछि हामी लाग्नु हुँदैन। हामीले जानेको कुरा सबै थोक हुँदैन। न्युटनले भन्नुभएको छ, हामीले जानेको कुरा थोपा हो, नजानेको कुरा समुद्र हो। त आज यहाँ के भइरहेको छ भने मैले जानेको कुरा समुद्र हो, अरूले नजानेको कुरा थोपा हो। थोपा कुरा जानेर मैले समुद्र सर जानेको छ भन्ने कुराले पनि यहाँ धेरै कुराहरू बिगारिरहेका छ। यस कुरातर्फ हाम्रा युवा साथीहरू जागरुक हुनुहुने नै छ। यहाँ नियोजित प्रकारले आन्दोलनका प्रपञ्चहरू पनि रचिएका छन्। सामाजिक सञ्जाल बन्द गरियो, त्यो गलत कुरा थियो। तर त्यो भित्र अरू थुप्रै नियोजित घटनाहरू, नियोजित प्रपञ्चहरू थिए र त्यो प्रपञ्चहरू कार्यान्वयन भयो। अब के भनिँदैछ भने युवा साथीहरूले, जेएनजी साथीहरूले बुझ्नुपर्ने कुरा, जेएनजी साथीहरूको सिंहदरबार जलाउने योजना थिएन, सर्वोच्च अदालत जलाउने हाम्रो योजना थिएन भनेर आज पश्चाताप गरिराख्नु भएको छ। अब के छ भने त्यो नियोजित ग्रुपहरूले प्लान ए हाम्रो सफल भयो। अब हामी दशैं र तिहार पछि अब हामी प्लान बी मा जानुपर्छ भनेर योजना बुनिरहेका छन् भन्ने सुनिन्छ। प्लान ए मा यिनका घर जलाएर भएन, यिनका पार्टी कार्यालय जलाएर भएन, यिनका सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका भवन जलाएर यिनीहरू ठिकठाकमा आएन। अब प्लान बी मा यिनीहरूलाई मार्नुपर्छ भन्ने प्लान बनिरहेछ। यिनका घर जलाएर भएन, यिनका सिंहदरबार जलाएर भएन, यिनीहरूलाई तह लगाउन सकिएन। अब यिनलाई भौतिक रूपले मार्नुपर्छ भनेर एउटा प्लान बी बुनिँदैछ। अब प्लान सी मा जाँदा के हुन्छ? यो देशमा प्लान बी, प्लान सी मा जाँदासम्म के टार्गेट होला? यदि हामीले यी तमाम कुराहरूलाई सही समयमा बुझेनौँ भने यहाँ अब नेपाल शीघ्र अथवा निकट भविष्यमा यहाँ चाहिँ अकल्पनीय गृहयुद्ध निम्त्याउन खोजिँदैछ। अकल्पनीय, र त्यो अकल्पनीय गृहयुद्ध भनेको अब अँध्यारामा तपाईँ हामी जसरी लड्छौँ त्यसरी लडाईँ सुरु हुँदैछ। अब अँध्यारोको लडाईँ कस्तो होला? बचाउने भनेको मान्छेलाई पनि मारिन्छ, मार्ने भनेको मान्छेलाई पनि बचाइन्छ। अँध्यारोको लडाईँ त्यस्तो हुन्छ। यस्तो निकट भविष्यमा अँध्यारोको लडाईँ, सम्भावित अँध्यारोको लडाईँ सुरु हुने पूर्व सङ्केतहरू आइरहेका छन्। आज जुन प्रधानमन्त्री हुनुभएको छ, अन्तरिम प्रधानमन्त्री, चुनावी प्रधानमन्त्री हुनुभएको छ, 2046 सालदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरूलाई दलाई लामाले बधाई दिएका थिएन। त्यसको अन्तर्य कुरा के हो? र मन्त्रीमण्डलमा जुन मान्छे आएका छन् तिनको कनेक्सन कहाँ छ?
विगतमा कहाँ थियो आज तिनको सरकार बनिरहेको छ। यिनले चुनाव गर्लान् कि नगर्ला यस्ता कुराहरू हामीले विचार गर्नुपर्ने छ। यसकारणले हामी गाउँमा पनि रोल्पा जिल्लामा कतिपय वाडामा भवन जलाउने भनेर जाँड खाएर साथीहरू गए। भवन जलाएर यहाँ हाम्रो माग पुरा हुन्छ, भवन जलाएर हाम्रो उद्देश्य पुरा भयो। आज जीएनजीको हातमा पश्चाताप बाहेक अरू के रह्यो? न उनीहरू प्रधानमन्त्री भए, न उनीहरू मन्त्री भए, न उनीहरूले भनेको व्यवस्था मागको पुरा भयो। त्यसकारणले अनियन्त्रित क्रियाकलापबाट अनियन्त्रित उद्देश्य प्राप्त हुन्छ। मैले तपाईहरुलाई युवा साथीहरुलाई आज युवा साथीहरुकै सन्दर्भ भएको हुनाले म यसतर्फ तपाईहरुले इंगित गराउन चाहन्छु। यहाँ गृहयुद्ध भयो भने आज युक्रेनमा के भइरहेको छ साथीहरुले तमाम सामाजिक सञ्जालबाट थाहा पाइराख्नु भएको होला। युक्रेनका युवाहरूले आज त्यहाँ अनिवार्य सेनामा भर्ती हुन जानुपर्छ भनेर आफ्नो खुट्टा आफै भाँचिरहेका छन्, आफ्नो हात आफै भाँचिरहेका छन्। म सेनाको निम्ति, म प्रहरीको निम्ति अयोगी छु भन्ने देखाउनको निम्ति आफ्नो हात आफै भाँचिरहेका छन्, आफ्नो खुट्टा आफै भाँचिरहेका छन्। आफ्नो हात र आफ्नो खुट्टा भाँच्न नसक्ने आँट नगर्ने युवाहरूले अर्कालाई पैसा दिएर मेरो खुट्टा भाँच्दिए भनेर भाँच्न लगाइरहेका छन्। 4 वर्ष पहिले युक्रेन सजिलो थियो। आज आफ्नो हात खुट्टा भाँचेर सेनामा जान नपाउनको लागि, सेनामा जानको निम्ति अयोग्य ठहरिनको लागि आफ्नो हात आफै भाँचिरहेका छन्, आफ्नो हात खुट्टा अर्कोलाई भाँच्न लगाइरहेका छन्। हामीले विचार नगरिकन हामी अगाडि गयौं भने आज भोलि युक्रेनको अवस्था हुन्छ, युक्रेनको अवस्था हुन्छ। आगो लगाउन सजिलो छ, हाहा ऊ पछि लाग्न पनि सजिलो छ। त आज जे घटना भयो नेपालमा सबै शासकहरूको गलत मनसाय, गलत निर्देशन, गलत क्रियाकलापको उपज हो। तर फेरि प्रकारान्तरले हामीलाई त्यो युक्रेनको अवस्थामा यहाँका युवाहरूलाई नलैजाओस् भन्नको निम्ति मैले चाहिँ यस मञ्चबाट, यस कार्यक्रमको सन्दर्भमा म यो नमिठो कुरा चाहिँ तपाईहरुलाई सम्प्रेषण गर्न चाहन्छु। को युक्रेन युवालाई चाहना होला आफ्नो हात खुट्टा भाँचेर चाहिँ म अपाङ्ग छु भनेर चाहिँ देखाउनको लागि। त्यसले त्यो दिन नआओस् भन्नको निम्ति हामी युवाहरू सचेत हुनुपर्छ। अन्तमा अब दिन राम्रो नराम्रो बीचबाट राम्रो बन्न आइरहेको छ। यहाँका शासकहरूलाई ठुलै जवाब दिनुपर्ने थियो, यहाँका प्रशासकहरूलाई ठुलै जवाब दिनुपर्ने थियो। जवाब पर्याप्त मात्रामा पुगेको छ। आज संसारभरि नेपालका राजनीतिक पार्टीहरू भ्रष्ट छन् भन्ने कुरा स्थापित भएको छ। तर नेपालका कर्मचारीहरू भ्रष्ट छन् भन्ने कुरा कहीँ पनि चर्चा हुँदैन। कोही प्रधानमन्त्रीले, कोही मन्त्रीले भ्रष्टाचार गर्छ भने त्यो को मार्फत गर्छ? त्यो को मार्फत गर्छ? कर्मचारी मार्फत गर्छ। मन्त्रीले आफै पैसा लिएर आउँदैन, त्यो कर्मचारी मार्फत, कर्मचारीको माध्यम मिलाएर लिइन्छ। तर कर्मचारीलाई यहाँ भ्रष्ट भनेर संसारभरि चिनाइदैन, नेपालमा पनि चिनाइदैन। निजामती कर्मचारीतर्फका जीएनजी कर्मचारी साथीहरूले आन्दोलन सुरु गर्नुभएको थियो। आजका मुख्य सचिवले राजीनामा दिनुपर्छ, आजका गृह सचिवले राजीनामा दिनुपर्छ भनिराख्नु भएको थियो। ठिक कुरा उठाउनु भएको छ तपाईहरु। 7 सालदेखि अहिलेसम्म कर्मचारीको परिवर्तनको बारेमा, कर्मचारीको विषयमा धेरै कुरा उठाएको छैन। एउटा सामान्य कर्मचारीले काठमाडौँमा घर कसरी बनायो? अहिले ठिक समय आएको छ। 46 सालदेखि अहिलेसम्मको सम्पूर्णको राजनीतिक पार्टी, अफिसर, अधिकारी लेभलदेखि माथिको सम्पत्ति छानबिन गर्नुपर्छ। दुधको दुध, पानीको पानी चाहिँ अब छुट्याउनु पर्छ। त्यसो गरिएन भने अब फेरि पनि अस्ति एउटा भूलका आयो, फेरि चान मान्नु लाग्यो भने फेरि त्यस्ता भ्रष्टाचारीहरूको, त्यस्ता बदनामीहरूको फेरि मनोबल उठिन्छ। त्यसकारण अब ठिक समय आएको छ।
जेएनजीले जहाँबाट सुरु गर्नुभयो ठिक मुद्दा उठेको छ, त्यो मुद्दालाई सम्बोधन गरेर जानुपर्छ। यसको निम्ति हामी सबै आफ्नो ठाउँबाट आफ्नो गाउँबाट सजग हुनुपर्छ, सचेत हुनुपर्छ।